हार्टब्रेक वान्स अगेन, बट वी आर सुपर प्राउड अफ यु टिम नेपाल। किन भन्दाखेरि इङ्ल्यान्ड छ हाम्रो अपोजिट, 2 टाइम्सको वर्ल्ड च्याम्पियन्स, त्यसलाई पनि यो लेभलको टक्कर दिनु धेरै म्यासिभ कुरा हो। र म्याचको कुरा गर्नुपर्दाखेरि इङ्ल्यान्ड वन द टस एन्ड दे डिसाइडेड टु ब्याट फर्स्ट। शेरमल्लले आफ्नो इन्टरनेसनल क्रिकेटको फर्स्ट बलमा विकेट लगे र हामीले 184 मा रोक्न सफल भयौँ, जो मलाई लाग्छ 10 रन्स चाहिँ हामीले एक्स्ट्रा दियौँ, जुन चाहिँ रोक्न सकिन्थ्यो। 175 सम्म हुन पायो, त्यो साइकोलोजिकल एज चाहिँ हामीलाई मिल्थ्यो जस्तो लाग्छ। बट इङ्ल्यान्डले 184 बनायो। करण केसीको लास्ट ओभरमा चाहिँ हल्का 20+ रन्स आयो, त्यसले चाहिँ हल्का कुरा बिगार्यो लास्टतिर। ब्याटिङमा कुशल भुर्तेल गेभ अ टेरिफिक स्टार्ट, त्यसपछि दिपेन्द्र रोहितले हाम्रो इनिङलाई स्टेडी पारे र फाइनल टच लोकेश बमले दिए, बट अनफर्चुनेटली वी फेल सर्ट बाई 4 रन्स। अब 2-4वटा कुरा छ जसको बारेमा आई वान्ट टु टक अ बिट। पहिलो कुरा लाग्छ यार, रोहितले चाहिँ हल्का क्याप्टेन्सीमा मिस जजमेन्ट्सहरू गर्यो एट डिफ्रेन्ट पोइन्ट्स अफ द म्याच। पहिलो के लाग्छ, नन्दन यादव जो यति राम्रो बलिङ गर्दै थिए, उनको जम्मा 3 ओभर भयो, एउटा ओभर चाहिँ इन्कम्प्लिट भयो। ही कुड ह्याभ कम्प्लिटेड हिज ओभर जस्तो लाग्छ मलाई है। अनि त्यसपछि गुलसन झा, यदि तिमीले गुलसन झालाई अलराउन्डरको रूपमा खेलाएको छौ भने उनलाई 1 ओभर बलिङ पनि गराउनु र ब्याटिङ पनि यति तल पठाउँछौ कि यार त्यो चाहिँ मलाई ठिक लाग्दैन, बिकज ही हेज द्याट मच पोटेन्सियल। र आरिफभन्दा पनि अगाडि चाहिँ गुलसनलाई पठाउनु पर्ने जस्तो लाग्छ। प्लस अब मलाई के लाग्छ यार, वी हेभ टु टेक अ टफ डिसिजन र करणको सट्टा सोमपालले ल्याउनुपर्छ, बिकज डेथ बलिङको इस्युज धेरै नै छ र त्यस्तो भयो भने हल्का सर्ट हुनसक्छ टु सम एक्सटेन्ट जस्तो लाग्छ। र अब लास्टमा जब हाम्रो 1 बलमा 6 रन चाहियो, 2 बलमा 6 रन चाहियो थियो, तब उता करणले चाहिँ सेन्ड अफ नगर्नु पर्ने लोकेशलाई 1 बलमा 5 रन चाहियो भने त्यहाँ चौका आउनसक्छ, बााउन्ड्री आउनसक्छ, त्यो फिल्डर्सलाई पनि एक्स्ट्रा प्रेसर हुन्छ र चौका आयो भने सुपर ओभरसम्म त जान सक्छ। 1 बलमा 6 रन चाहियो भने यु हेभ टु हिट 6, देयर इज नो अदर अप्सन है। त्यस कारण त्यहाँ चाहिँ गलत लाग्छ। र अब पर्फर्मेन्सको कुरा गर्नु पर्दाखेरि यार, बलिङमा हाम्रो नन्दन, सन्दीप र दिपेन्द्र सिंह ऐरी वेरी स्ट्यान्ड आउट्स। ब्याटिङमा हाम्रो कुशल भुर्तेल, रोहित पौडेल, अनि त्यसपछि दिपेन्द्र सिंह ऐरी र लोकेश बमको त कुरै गर्नु पर्दैन यार। वाट अ बल स्ट्राइकिङ एबिलिटी ही हेज है। र अनि अर्को कुरा, जुन रोहितले 34 मा 39 भने त्यहाँ पनि हल्का 43, 44, 45 हुन पाए चाहिँ पोजिटिभ रूपमा गेममा इम्प्याक्ट पर्न सक्थ्यो कि जस्तो लाग्छ। बट केही छैन। अब हाम्रो नेक्स्ट म्याच चाहिँ इटलीसँग 12 फेब्रुअरी छ, थर्सडेको दिन 3:15 मै छ। त अब हामीले फेरि आफ्नो टिमलाई सपोर्ट गर्नुपर्छ, बिकज दे डिजर्भ इट।